सो एउटा वर्ल्ड कप पनि सुरु हुन्छ भन्दा एउटा सकिने बेला भइसक्यो। 48 टिममा एउटा 40वटा टिम घर गइसक्यो। एउटा 40वटा टिमले आफ्नो दुःख पनि बिर्साइसक्यो, तर 8वटा टिम अझै पनि छन्। 8वटा टिम 48 मा 8वटा टिम बाँकी छ। अब 8वटा टिममा अझै पनि केटा 7वटा टिम रुँदै घर जाने नै वाला छ केटा। ओन्ली देयर विल बी वान विनर। तर हामी आज क्वार्टर फाइनलको प्रिडिक्सन गर्न आएको छौँ केटा। तिमीलाई थाहा नै छ केटा, यो नकआउट स्टेजमा जति स्टेज बढ्दै जान्छ त्यति दुःख लाग्दै जान्छ केटा। हार्ने टिमलाई जति अगाडि बढ्दै जान्छ त्यति खुसी लाग्दै गर्छ विनिङ टिमलाई केटा। आज हामी यो म्याच 4वटा म्याच, फ्रान्स भर्सेस मोरोक्को, स्पेन भर्सेस बेल्जियम, अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड, नर्वे भर्सेस इङ्ल्यान्ड, सबैको केटा बारेमा अलिअलि गफ गरेर प्रिडिक्सन गर्नेवाला छौँ। लेट्स गो, स्टार्ट गर्नु। सबैभन्दा सुरुमा मोरोक्को भर्सेस फ्रान्सबाट। फ्रान्स भर्सेस मोरोक्कोमा हामीलाई थाहा छ केटा हो, फ्रान्स यसमा नो डाउट्स फेभरेट छ केटा। नो डाउट फेभरेट छ। एम्बापे अलरेडी केटा फर्म अफ द लाइफमा छ केटा। अलरेडी 7 गोल्स, नकआउट स्टेजको टप स्कोरर, वर्ल्ड कपको टप स्कोररको अलिकति पछाडि मेस्सीलाई चेस पनि गर्दैछ। अनि तर त्यही भन्दै गर्दा केटा हो, मोरोक्कोलाई चाहिँ हामीले अन्डर एस्टिमेट गर्न मिल्दैन। यो टिमले पनि भर्खर क्यानाडालाई 3-0 हालेको छ। क्यानाडै मात्र हो केटा, चान्चुने टिम होइन, तर राउन्ड अफ 16 मा पुगेको छ भनेपछि केही न केही त गरेर आएको छ। ट्याक्टिकल्ली त क्यानाडाले मोरोक्कोलाई राम्रै, मतलब पोजिसनली राम्रै फेस गरेर आएको थियो, तर क्लिनिकल हुन नसकेर र जुन हिसाबले मोरोक्कोले काउन्टर एट्याक लगेर गोल ठोको केटा हो। मोरोक्को इज नट द मोरोक्को अफ 2022 जुन त्यो अन्डरडग्स थियो, जुन त्यो डार्क हर्स थियो, त्यो मोरोक्को रहेन केटा हो। मोरोक्को हेज मोर चान्स अफ विनिङ यो गेममा देन 2022 मा थियो। मोरोक्कोलाई जति चान्स थियो 22 मा फ्रान्सलाई जित्ने, त्योभन्दा बेसी चान्स मोरोक्कोलाई छ यसपालि जित्ने। मेबी फ्रान्स भन्दा बढी त छैन जित्न सक्ने, तर पनि केटा पहिलेको साल भन्दा यसपालि मोरोक्को इज इभन बेटर। तर फ्रान्सको डेप्थ जब पुग्छ नि केटा, जब यो म्याच 90 मिनट्सको हुन्छ, मेबी 120 मिनटसम्म जान्छ, मेबी मेरो हिसाबमा यो गेम 120 मिनटसम्म जानेवाला छ केटा। 120 मिनट्स एक्स्ट्रा टाइम हुनेवाला चाहिँ मेरो हिसाबले। जब त्यो 120 मिनट्समा पुग्छ केटा हो, फटिकले हान्छ केटा हो। फटिकले यतिसम्म हान्छ, यतिसम्म प्लेयर गल्छ केटा हो, त्यो बेलामा फ्रान्सको डेप्थ काम लाग्छ केटा हो। फ्रान्सको डेप्थ बार्कोलाले सुरु गरे, डुए आउँछ केटा हो, चर्की आउँछ केटा हो, क्वालिटी प्लेयरहरू छ केटा फ्रान्ससँग। जुन डेप्थ छ केटा फ्रान्सको, मैले भनिहाल्थेँ मलाई सेकेन्ड टिम मात्रै खेलायो भने पनि फ्रान्स सेमी फाइनलसम्म पुग्न सक्ने टिम छ। त्यो डेप्थको कारणले गर्दा जुन डेप्थ मोरोक्कोसँग छैन, त्यही भएर आई थिङ्क यो म्याच जान्छ एक्स्ट्रा टाइममा विथ 1-1 स्कोर लाइन। एक्स्ट्रा टाइममा फ्रान्सले आफ्नो सब्स्टिट्युसन युज गरेर गोल लाएर जित्छ। इट इज गोना बी 2-1 टु फ्रान्स। अब अर्को म्याच छ केटा हो, स्पेन भर्सेस बेल्जियम। अब स्पेनको फर्म हेर्दा यिनीहरू टुर्नामेन्टको सबैभन्दा कम्प्लिट टिम देखिन्छ केटा हो। मिडफिल्डर पनि राम्रो छ, डिफेन्स तिमीहरूले देखिहाल्यो केटा हो, डिफेन्स पनि राम्रो छ, गोलकिपर पनि कडै खेलिरहेछ। अन्ली डाउन साइड के भने स्ट्राइकर जुन छ ओयारजाबाल, त्यो ओयारजाबाल त्यो क्वालिटी प्लेयर होइन। यो वर्ल्ड कपको सबै स्ट्राइकरलाई लाइन लाउने भने मेबी ओयारजाबाल इज द वर्स्ट स्ट्राइकर ती सबै मध्ये। तर केटा हो जुन विङ्गर छ, विङ्गरले गर्दा त्यो स्ट्राइकरलाई त्यति साथ देखिँदैन। त्यही माथि ओयारजाबाल पनि जुन हिसाबले मैले वर्स्ट भने पनि यो वर्ल्ड कपमा राम्रै खेलिरहेछ। स्पेनले जसरी सुरु गरेको थियो, लमिन यमाल घाइते भएको थियो, सबैभन्दा सुरु म्याचमा खेलेन लमिन यमालले। अनि त्यहाँदेखि लमिन यमाल आउँदैछ, हरेक म्याचमा लमिन यमालले आफ्नो गेम इम्प्रुभ गर्दै पनि छ। त्यो लमिन यमालले इम्प्रुभ गरेसँगै स्पेनले पनि आफ्नो गेम इम्प्रुभ गरिरहेछ। अनि अस्तिको पोर्तुगालीको म्याचमा पोर्तुगालीलाई 1-0 ले जिताएर कन्फिडेन्स पनि स्पेनको अलग लेभलमा माथि बढेको छ। अब त्यही भन्दै गर्दा बेल्जियमको केटा यो गोल्डन जेनेरेसन, बेल्जियमको जुन 2018 देखिको गोल्डन जेनेरेसन थियो, त्यो गोल्डन जेनेरेसनको यो अन्तिम चान्स हो केटा। 1 मोर चान्स। यो पालि पनि बेल्जियमले वर्ल्ड कप जित्न सकेन भने बेल्जियमको गोल्डन जेनेरेसन वेस्टेड हुनेवाला छ केटा। तर फर्ममै चाहिँ युएसएलाई 4-1 जितेको छ। युएसएलाई जित्नु भनेको ठुलो कुरो त होइन, तर वेन यु आर प्लेइङ युएसए एगेन्स्ट युएसए इन युएसए विथ डोनाल्ड ट्रम्पको हेलो बालुगानको रेड कार्ड हटाइदिए त मेरो भाइ, विथ द्याट कल केटा हो, त्यो टिमलाई 4-1 ले जितेको छ केटा। डेकाटालारले 2 गोल लायो, लुकाकुले पनि गोल लाउँदैछ, कमन केटा हो, लुकाकुले धरि गोल लाउँदैछ केटा हो। चान्स भने बेल्जियमको नि छ, तर जुन हिसाबको स्पेनको आफ्नो आइडेन्टिटी छ, बल कन्ट्रोल गर्ने, बललाई चलाउने, बललाई खेलाको यताउता खेल्ने, डिफेन्सलाई ब्रेक गर्ने केटा, जसरी पोर्तुगाललाई गोल लागेको केटा त्यसरी नै बेल्जियमलाई पनि गोल लाउन सक्छ केटा। मलाई लागेसम्म केटा यो म्याच भनेको बेल्जियमको काउन्टर एट्याक
स्पेनको बल कन्ट्रोल, तर स्पेन इज गन विन कम्फर्टेबली। किनभने तिमीलाई म फेरि पनि भन्छु, जब जब यो वर्ल्ड कपमा स्पेनिस युरोपियन टिम भर्सेस युरोपियन टिम भएको छ, अलवेज 90 मिनट्समा विनर आएको छ। त्यही भएर यो म्याचमा पनि 90 मिनट्समै विनर आउँछ। इट इज गन बी स्पेन 2 बेल्जियम 0। अर्को म्याच चाहिँ केटा अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड। यो म्याच जुन हिसाबले अर्जेन्टिनाले हरेक म्याचमा एकदम इमोसनल रोलर कोस्टर जस्तो केटा हार्छ जित्छ, कमब्याक्स गोल जसरी भइरहेछ केटा, जसरी इजिप्टलाई 2-0 डाउन भएर 3-0 वापस गरेर केटा। आई नो तिम्रो सबैलाई केही न केही कन्ट्रोभर्सी रिग्ड, आई डोन्ट नो केटा यस्तो कुरामा। आई डोन्ट बिलिभ इन द रिग्ड केटा, आई बिलिभ इन फेभरेटिजम इज अलवेज देयर केटा। बिग टिमलाई अलवेज देयर विल बी फेभरेटिजम टु बिग टिम्स। हामीले यो क्लब फुटबलमा देखेको छौँ, हामीले कन्ट्री फुटबलमा देखेको छौँ केटा। यो नयाँ कुरो होइन, इट्स अलवेज लाइक द्याट। हामीलाई एउटा रेफ्रीले धरि एक्सप्लेन गरेको थियो केटा, तिमीहरूलाई कुन रेफ्रीले एक्सप्लेन गरेर थाहा छैन, गएर हेर रेफ्रीले कसरी फङ्सन गर्छ, रेफ्रीको माइन्डसेट कस्तो हुन्छ। बिग गेम्समा जाँदा वेन देयर इज बिग टिम भर्सेस अन्डरडग टिम, रेफ्रीको माइन्डसेट कस्तो हुन्छ भनेर त्यो रेफ्रीले एकदम क्लियर पाराले एक्सप्लेन गरेछ। त्यति तिमीले घरैसँग गएर सर्च गरेर केटा युट्युबमा जस्ट वाच कसरी फङ्सन गर्छ भनेर। रेफ्री इज अलवेज फेयर टु एभ्री टिम, तर वेन इट कम टु बिग टिम भर्सेस स्मल टिम अलिकति इमोसनल कसरी काम गर्छ रेफ्रीको, तिमीहरू त्यो भिडियो हेर। त्यही भएर केटा यु क्यान से इट्स रिग्ड, देयर इज सम प्रुफ्स तिमीले दिन पनि सक्छौ, तर केटा इट क्यान गो अन रिभर्स अल्सो केटा। त्यही भएर त्यो अस्तिको म्याचमा सालाको फल्ट, यताको फल्ट के भन्छ केटा, फर मी त्यो सालाको फल पनि थिएन। त्यो अर्को सोल्टीलाई लडाउँदा पनि चस्सा छोको मात्र त्यो फल थिएन केटा। यु क्यान ब्लेम अर्जेन्टिना फर डिफ्रेन्ट म्याचेस। योभन्दा अगाडिको म्याचमा मेबी यु क्यान से समथिङ, तर अस्तिको म्याचमा इट इज प्योर क्वालिटी अफ अर्जेन्टिना टिम केटा, यु क्यानट डिनाई इट। लेट्स गो, हामी कुरा गरौँ स्विजरल्यान्डको। अब स्विजरल्यान्ड पनि केटा हल्का टिम होइन। कोलम्बिया जुन फर्ममा खेलिरहेको थियो केटा, कोलम्बियालाई जसरी मान्छेले प्रेस गरिरहेको थियो, यसरी कोलम्बियामाथि क्वार्टर फाइनलमा आयो भने अर्जेन्टिनालाई डिफिकल्ट हुनसक्छ भन्ने कुरो गरिरहेको थियो। त्यो कोलम्बियाको टिमलाई स्विजरल्यान्डले आफ्नो डिफेन्सिभ पावर देखाएर, डिफेन्सिभ ब्लक देखाएर पेनाल्टीसम्म लगेर जितेको छ केटा। त्यही भएर अर्जेन्टिनालाई स्विजरल्यान्डलाई बिट गर्नु त्यति सजिलो चाहिँ हुनेवाला छैन। मलाई लागेसम्म अर्जेन्टिनाले जित्छ केटा। अर्जेन्टिनाले जित्छ जुन हिसाबको क्वालिटी देखायो इजिप्टसँग केटा, क्याप भर्दैसँग जुन हिसाबको क्वालिटी देखायो नि केटा, जुन स्ट्रगल गरेर जित्ने सक्ने जुन दृढ देखायो नि केटा, त्यो दृढ अर्जेन्टिनासँग छ। अनि जसरी मेस्सीको यो अन्तिम वर्ल्ड कप हुनसक्छ भन्ने छ, त्यो हिसाबले अर्जेन्टिनाको प्लेयरले पनि मेस्सीको लागि भनेर मरिमिटर खेल्नेवाला छ। सो आई थिङ्क यो म्याच इजी चाहिँ हुनेवाला छैन। मेबी यो म्याच फुल टाइममा 90 मिनट्समा 0-0 को ड्र भएर मेबी एक्स्ट्रा टाइममा 1-0 जित्छ अर्जेन्टिनाले, या यो पेनाल्टीमा जान्छ। अनि पेनाल्टीमा गएपछि केटा आई क्यानट से एनिथिङ। मेबी अर्जेन्टिना विल विन इन पेनाल्टिज अल्सो। हामी त्यसपछि कुरो गरौँ नेक्स्ट म्याच इज नर्वे भर्सेस इङ्ल्यान्ड। अगेन यो पनि तिमीलाई थाहा नै छ केटा, यो पनि तिमीलाई थाहा नै छ, युरोपियन टिम भर्सेस युरोपियन टिम। सो 90 मिनट्समा त होइन आउनेवाला नै छ। तर सबैभन्दा सुरुमा हामी नर्वेको कुरो गरौँ। यो वर्ल्ड कपमा नर्वे यो वर्ल्ड कपमा आउँदा केटा अन्डरडग्स पनि थिएन केटा। नर्वेलाई कसैले गनिरहेको थिएन, मेबी मैले गनिरहेको थिएँ, किनभने मैले नर्वे सेमी फाइनलसम्म पुग्छ भनेर प्रिडिक्सन त गरेको थिएँ केटा। तिमीले मेरो प्रिडिक्सन हेरेको छैन गरेर हेर, नर्वे मैले सेमी फाइनलसम्म पुग्छ भनेर प्रिडिक्सन त गरेको थिएँ, तर नर्वेले त्यही हिसाबले खेल्यो। तर इन्टायर वर्ल्ड कसैले पनि नर्वेलाई गनिरहेको थिएन। अनि यो टुर्नामेन्टमा केटा आई वोन्ट से एनिथिङ, तर केटा हालान्डले सिङ्गल ह्यान्डेडली नर्वेलाई क्यारी गरेर पुऱ्याएको छ केटा क्वार्टर फाइनलसम्म केटा। 7 गोल लागेको छ। अन्ली पहिलो वर्ल्ड कप मात्रै हुँदैछ केटा। दिस इज ओन्ली द फर्स्ट वर्ल्ड कप अफ अर्लिङ ब्राउट हालान्ड। पहिलो वर्ल्ड कपमा 7 गोल लागिसकेको छ। यो म्याचमा पनि हालान्डले 1 गोल त लाउँछ होला, किनभने जुन हिसाबले हालान्डले ब्राजिललाई इजी खेल्यो केटा, इजी। नर्वेले जसरी ब्राजिलसँग खेल्यो केटा हो, ब्राजिल जस्तो पनि थिएन केटा हो। इट पेन्स मी टु से, तर द्याट्स ब्राजिल इज नट द ब्राजिल द्याट युज टु बी ब्राजिल केटा हो। त्यो ब्राजिल होइन केटा हो। कार्लो एन्चेलोटीलाई स्याकाना, तर मेरो इमोसनलाई भित्र नल्याउ केटा हो। सबैभन्दा सुरुमा लेट मी टेल यु, हालान्डले 2 गोल लाएर ब्राजिललाई जित्यो। सो यो म्याचमा पनि हालान्डले 1 न 1 गोल त लाउँछ, किनभने यो मान्छे गोल मसिन हो। यो मान्छेले आफ्नो जिन्दगी डेडिकेट गरेको छ गोल लाउँछु भनेर। हालान्डले एउटा इन्टरभ्यूमा के भन्यो भने, मलाई म्याचमा धेरै टच चाहिँदैन, मलाई 2 टच दे, तर 2 टच चाहिँ गोल चाहिँ हुनु पर्यो। हालान्डको माइन्डसेट त्यो हिसाबको छ केटा। त्यही भएर आई थिङ्क यो वर्ल्ड कपमा नर्वे जुन मोमेन्टममा आएको छ, नर्वेले 1 गोल त लाउँछ। अनि इङ्ल्यान्डको कुरा गर्ने केटा, इङ्ल्यान्ड जहिले पनि वर्ल्ड कपमा इङ्ल्यान्डको स्क्वाड जहिले डबल हुन्छ केटा, जहिले राम्रो हुन्छ, जहिले टिम जहिले फर्ममा हुन्छ। तर
जतिसुकै राम्रो टिम भए पनि इङ्ल्यान्डले जहिले स्ट्रगल गरेर जित्छ केटा हरेक म्याच नकआउटको इङ्ल्यान्डले जब जब खेल्छ इङ्ल्यान्ड जहिले स्ट्रगल गरेर हुन्छ तिमीले अस्ति मेक्सिको म्याचमा पनि देखेको केटा हो कसरी 2-0 कसरी चाहिँ 2-0बाट 2-2बाट 3-1 आमा केटा क्रेजी म्याच भएको थियो केटा हो क्रेजी म्याचमा हामीले के देख्यौँ भन्दाखेरि इङ्ल्यान्डले स्ट्रगल गर्छ एभ्री म्याच इन द इङ्ल्यान्ड स्ट्रगल सो आई थिङ्क यो म्याच पनि स्ट्रगल त गर्नेवाला छ इङ्ल्यान्डले तर जुन हिसाबले अर्लिङ हल्यान्ड फर्ममा थियो अर्लिङ हल्यान्डले 1 गोल लगाए जस्तो ह्यारी केन र बेलिङ्गम पनि आफ्नै फर्ममा छ केटा हो त्यही भएर यिनीहरू नर्वेको जस्तो मोमेन्टममा नआउलान् केटा हो इङ्ल्यान्ड नर्वे जस्तो मोमेन्टममा आउँदैन इङ्ल्यान्ड नर्वे जस्तो कन्फिडेन्स पुरै बुस्ट भएर चाहिँ आउँदैन तर स्टिल when you play 1 versus 2 it's always winner is always the 2 त्यही भएर आई थिङ्क बेलिङ्गम अनि ह्यारी केनले गोल लाउँछ केटा तो इट्स गन बी 2-1 तर 90 मिनट्समा किनभने जब युरोपियन टिम भर्सेस युरोपियन टिम भिडिरहेको छ यो वर्ल्ड कपमा 90 मिनट्समा विनर आएको छ यो गेम कुनै डिफरेन्ट हुनेवाला छैन इट्स गन बी 2-1 इङ्ल्यान्ड इज गन गो टु सेमिफाइनल्समा हुनेवाला छ अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड अनि मेसीले आई थिङ्क यु नो वाट आई मिन एन्ड देन ह्यान्ड अफ गड यु नो वाट आई मिन एन्ड देन अर्को म्याच छ फ्रान्स भर्सेस स्पेन केटा हो युरोज फाइनलको रिम्याच केटा हो अब फ्रान्सले मेबी बदला लिन्छ त्यो बारेमा हामी त्यही बेला कुरा गर्छौँ अहिले हामी क्वार्टर फाइनलको बारेमा कुरा गर्छौँ क्वार्टर फाइनलको प्रिडिक्सन यस्तो केटा हो मेरो प्रिडिक्सन यो छ केटा हो तिमीहरूको प्रिडिक्सन के छ केटा हो मेरो प्रिडिक्सन तिमीलाई कस्तो लाग्यो मेरो प्रिडिक्सन तिमीलाई डब्ल्यू लाग्यो एल लाग्यो के लाग्यो कमेन्ट गर तल केटा हो तिमीहरूको हिसाबमा कुनै न कुनै अपसेट आउँछ कि आउँदैन मेरो हिसाबले कुनै अपसेट आउनेवाला छैन क्वार्टर फाइनलमा तिमीहरूको हिसाबमा कुनै अपसेट आउँछ भने लेट मी नो इन द कमेन्ट केटा मेरो चाहिँ यति नै केटा हो थ्याङ्क यू फर वाचिङ बाई बाई